गेम कस्तो भयो भन्नु त चिनेन ए अनि सन्चै कता हो तपाईँ अझै चटपटे पानीपुरी खाने पानीपुरी कसरी दिदी 50 को 10 वटा भनेको 5 दर्जन 50 भनेपछि त 5 दर्जन 50 5 दर्जन एउटालाई 5 रुपैयाँ खानुपर्छ बनिहाल्यो नि उहाँहरू पनि पानीपुरी नै खान आउनु भएको छ पानीपुरी बनाइदिनु ल किमा पनि दामी रहेछ त्यो कागती चाहिँ कसरी हो 5 रुपैयाँ गोटा कति सस्तो एउटा खाइदिन्छु ल मिल्छ खानु नरिसाउनु ल मलाई दिनुभयो अर्ग्यानिक एकदम शुद्ध गाउँमै खानेको हैन हो 15-20 रुपैयाँ पर्ने चिज चाहिँ 5 रुपैयाँ गोटा भन्नुहुन्छ उहाँले त्यो पनि महँगो भन्नुभयो होला है गाउँको लागि यताको लागि त महँगो होला है काँक्रा अलिकति खाँदा हुन्छ थोरै मात्रै यस्तो मात्रै गरेर खान्छु होला त्यो घाटा लाग्छ होइन घाटा लाग्छ यस्तो गरेर मात्रै खाने हुन्छ भन्नु त साउजी ल हो यस्तो थोरै मात्रै धेरै पर्दैन थोरै मात्रै आमा त्यत्रो होइन कहाँ त त्यत्रो खायो भने हुन्छ हौ म चाहिँ यहाँ काँक्रा खाँदैछु है गाइजहरू पनि खाएँ ल वाउ यता पनि दिनुभयो अनि सब कुरो अनि आजबाट सकेको अनि यो त सबै कुरो फ्रीमा खाइयो त अलि पाप लाग्छ होला लाग्दैन वाउ हाम्रो पहाडमा चाहिँ यस्तो हुन्छ हो दिँदैन थियो यहाँ चाहिँ काँक्रा पनि हामीलाई सिधैमा खाँदैछ यता भाइलाई पनि उहाँहरूले दिनुभएको आशिका दिदी र उहाँको बनिहरू पनि पानीपुरी खान्छ पानीपुरी मिठो छ भिडियो गरेर गरेको दामी छ ल अब फेरि 1 प्लेटसम्म चाहिँ खानुपर्छ तपाईँहरूले हो नि 1 प्लेटसम्म खायो भने पो मिठो नमिठो थाहा हुन्छ त आमामा हाम्रो पनि रेडी भइसकेछ नि त त्यो अहिले भन्नु पर्दैन रेडी हुँदैछ भनेर मेरो चाहिँ दाँत कुडिरहन्छ फेरि कागती खाएर यो यसो दाँतले चाहिँ काम गरेन क्या मेरो यो चाहिँ कुडिँदैन पनि उता अरे खाँदैछ हाम्रो हेन्छौँ ए माका झरी तको अब हामी चाहिँ पानीपुरी खान्छ अलिक यस्तो गरेर खानु पर्यो भइहाल्छ एउटा वा उहाँले दिनुभएको मैले चाहिँ टक्कसँगले यता लिएर यस्तो गरेर खाँदैछु अर्ग्यानिक सुपको कस्तो मिठो आउँदो रहेछ हौ गन्धनी मिठो खै यस्तो अर्ग्यानिक हो नि यो त अमिलो चाहिँ मन परेको छ मलाई म त 3-4 प्लेट त खान्छु तपाईँहरू यहाँ बसेर हेरिरहनु होइन म 4 प्लेट चाहिँ खाएर जान्छु तपाईँहरू हतार त छैन नि अर्को पनि बनाउँदै गर्नु न खाऊँ पानीपुरी पानीपुरी
यहाँ लगाएन खाउँ ए दुलो रहेछ यार यो त लु यहाँ चाहिँ हामी चाहिँ यस्तो गरेर टालेर टक्क यो अम्लाले चाहिँ यहाँ टाल्ने यता उता देख्दै गर्नु भएको छ यो चाहिँ यस्तो हो यस्तो टाल्ने टक्क लु लगाउँ खाउँ भयो दिपुङसीमा गाउँपालिका वडा नम्बर 3 छोरुम्बुरो बोलुङ ओ तपाईँहरूको फेरि भन्नु ल म कट गरेर हानिदिन्छु दामी बनाइदिन्छु ल भन्नु त उहाँहरूको त्यतिको नि भाइरल हुन्छ हेर्नुहोस् यस्तो मलाई सिधैमा खानिदिनु भएको छ को म त भेटेँ भने त अलगत चटपटी माग्नु गरिदिन्छ दिँदैन चटपटी दिन नदिने मलाई खान्दिने गाउँघरमा त यस्तो खानु मन छ यार ए ला अब यो फेरि अर्को बन्दैछ नि त ल तपाईँले मैले पनि उहाँहरू खाइसकेँ अब म पनि पानीपुरी खाउँ भन्छु दाजु होइन यो त अङ्कल हो अङ्कल तपाईँको दाजु होइन यो चाहिँ अङ्कल हो तपाईँको अङ्कल हो वा अङ्कल भन्दा